नमस्कार। प्र्याक्टिकल एजुकेसनमा तपाईहरुलाई स्वागत गर्न चाहन्छु। आज म एउटा स्पिकरको चाहिँ कसरी खोल्ने र कसरी मर्मत गर्ने भन्ने देखाउँदै छु। यसलाई यो पहिला कभर निकाल्नु पर्ने हुन्छ। यसमा स्क्रूहरु लुकाएर राखेको हुन्छ। प्राय स्पिकरहरुमा यस्तै नै हुन्छ। कहीँ न कहीँबाट लुकाएर यसको कभर निकाल्नु पर्ने हुन्छ। अब यो कभर निकालिसकेपछि यहाँ भित्र यसको स्क्रूहरु छ। यो स्क्रूहरु 6 वटा स्क्रू निकालिसकेपछि यसको चाहिँ चार्ज नहुने प्रब्लम छ। यसमा चाहिँ म कसरी चार्जिङ को सल्भ गर्न सकिन्छ। हामीसँग बजारमा यस्ता आइसीहरु पाइँदैन, जसको कारण हामीले यसलाई छुट्टै जोगाड गर्नुपर्ने हुन्छ, अर्थात् यसलाई सल्भ गर्नुपर्ने हुन्छ। र यो बोर्ड लगभग हाम्रो स्पिकरहरुमा कमनै बोर्ड हो र मसँग यो दुईटा बोर्ड छ। त्यही भएर म यसलाई राम्रोसँग देखाउन चाहन्छु। यो बोर्डको म यहाँ स्पिकर कनेक्टर खुस्काउँदै छु। स्पिकर र एउटा सानो 3.7 भोल्टको ब्याट्री लागेको छ। दुईटा स्पिकर छ, एउटा बोर्ड छ। बस यतिमै हाम्रो स्पिकर चलेको छ। यस 3.7 भोल्टको ब्याट्रीलाई चार्ज गर्न करिब 5 भोल्ट को आवश्यकता पर्दछ। त्यो 5 भोल्ट हाम्रो कनेक्सनमा आएन भनेपछि यो 3.7 भोल्टको ब्याट्री चार्ज हुँदैन। यसको लागि एउटा सानो चिप्स आइसी त राखेको हुन्छ, तर त्यस आइसीले काम नगरेपछि, त्यो आइसी जलेपछि कहिलेकाहीँ हाम्रो चार्जर हल्लाउँदा अनप्लग भएर अर्थात् हाई भोल्टेजले अर्थात् विभिन्न कारणले, कुनै पनि कारणले गर्दा त्यो आइसीको ड्यामेज भयो, सर्ट भयो भने हाम्रो स्पिकर चार्ज हुँदैन। अब यस्तो अवस्थामा हामीले पहिला भोल्टेज चेक गरेर हेर्छौँ। भोल्टेज चेक गरेर हेर्दाखेरि हामी डीसी भोल्टेज चेक गरेर हेर्दाखेरि यसमा भोल्टेज त आयो हैन। यसमा तपाईको 5.7 भोल्ट 5.7 भोल्ट आयो, तर चार्ज भएको छैन भनेपछि यो चार्जिङ कनेक्टरमा चाहिँ आयो। त्यसपछि यो एउटा डायोडबाट पास भएको छैन भनेपछि अब हामी यसलाई कसरी जोगाड गर्न सकिन्छ भन्ने कुरा म देखाउन गइरहेको छु। यसको लागि तपाईले एउटा यो जेनो डायोड अर्थात् नर्मल 5004 नम्बरको डायोड राखेर पनि यसलाई हामी चार्ज गर्ने बनाउन सक्दछौँ। यसको लागि हामीले पहिला भोल्टेजको अध्ययन गर्ने, भोल्टेज नाप्ने र भोल्टेज नाप्दाखेरि राम्रोसँग आएन भने अब के गर्ने त हामी सानो जम्पर गरेर हामी गर्न सक्छौँ। यसको लागि एउटा मैले यो डायोडलाई डाइरेक्ट जम्पर गरेर त्यहाँनिर डाइरेक्ट चार्जिङ कनेक्टरबाट जम्पर गरेर डाइरेक्ट ब्याट्रीमा दिएको छु। र ब्याट्रीमा दिइसकेपछि, ब्याट्री कनेक्टरमा दिइसकेपछि यसले जुन चार्जरबाट गएको भोल्टेज डाइरेक्ट कहाँ गयो त हाम्रो ब्याट्रीको कनेक्टरमा गयो। यसलाई मैले एउटा डायोड लाएर दिएको छु। डाइरेक्ट नदिने, डाइरेक्ट दिँदाखेरि अलिकति प्रब्लम हुनसक्छ, अर्थात् ब्याट्रीको भोल्टेजले बोर्डलाई सर्ट गर्न सक्ला वा ब्याट्रीको भोल्टेजले डिस्टर्ब गर्न सक्छ। तर डाइरेक्ट हामीले त्यसरी दियौँ भने, एउटा डायोड राखेर दियौँ भने बोर्डको हेल्थलाई पोजिटिभ पोइन्ट हुन्छ। त्यसैले मैले एउटा डाइरेक्ट डायोड राखेर भोल्टेज दिएको छु। अब यसमा यो भोल्टेज दिइसकेपछि हामीले भोल्टेज पनि चेक गरिसक्यौँ हैन, नापिसक्यौँ र सम्पूर्ण कुरो ठिक भइसकेको छ। यसमा जस्ट हामीले तपाईहरुलाई फेरि भन्नुपर्दा चार्जिङबाट आएको चार्जिङ भोल्टेज हाम्रो ब्याट्री कनेक्टरसम्म पुग्नुपर्ने हुन्छ। लगभग मोबाइलको केसमा पनि यस्तै नै हुन्छ। चार्जिङबाट आएको भोल्टेज ब्याट्री कनेक्टरसम्म पुग्नुपर्ने हुन्छ। ब्याट्री चार्ज गर्नको लागि त्यो भोल्टेज आएन भने हामीले कुनै पनि चिप्स गएको छ भने त्यसलाई वा कुनै ट्रान्जिस्टर हुन्छ वा
डायोड हुन्छ, आइसी हुन्छ, प्राय चार्जिङ आइसी युज गरेको हुन्छ यसमा। त्यो चार्जिङ आइसी सर्ट देखाएको छ भने हामी डाइरेक्ट बाइपास गरेर जम्परको माध्यमबाट त्यो भोल्टेजलाई सिधै चार्जिङ आइसीबाट अर्थात् ब्याट्री चार्जिङ कनेक्टरबाट ब्याट्री कनेक्टरमा सिधै लान सकिन्छ। यसरी लगेर हामीले एउटा काम सक्सेस गरेका छौँ र अब यसलाई मैले अब राम्रोसँग प्याक गर्दैछु। प्याक गरिसकेपछि मजाले चेक गर्दैछु हैन। यो केसहरू चाहिँ धेरै छ स्पिकरहरूमा, धेरै छ टेक्निसियनहरूले भएको कुराहरू र धेरैजनाहरूले मलाई सोध्नु भएको थियो र यसै गरी धेरैवटा स्पिकरहरू सल्भ गरिसकेपछि एउटा भिडियो पनि बनाउनु पर्यो भन्ने रिक्वेस्ट आइसकेपछि मैले यो भिडियो बनाएको हुन्। यसमा अलिकति जुम गरेर देखाउन म असमर्थ छु किनकि भिडियो खिच्नको लागि म एक्लै नै छु। त्यही भएर यसमा जुम गर्नलाई अलिकति नभएको कारण तपाईँहरूले प्रष्टसँग देख्नुभयो भएन। तर मैले जुन भनिरहेको छु यसमा चार्जिङ सिस्टमको लागि चाहिँ डाइरेक्ट नै चार्जिङ पोइन्टबाट ब्याट्री कनेक्टरसम्म ल्याउनु पर्यो। त्यसको बिचमा एउटा डायोड राखिदिनु भयो भने एकदम स्पेसल हुन्छ र डाइरेक्ट पनि गर्न सकिन्छ, तर त्यसले अलिकति डिस्टर्ब गर्न सक्छ। र अर्को भिडियोमा चाहिँ म अब अलिकति जुम गरेर तपाईँहरूलाई आइसीको बारेमा पनि त्यो कति नम्बरको आइसी लाग्छ, किन सर्ट हुन्छ, कसरी सर्ट भयो भने के हुन्छ त्यो कुरा पनि म जानकारी गराउन सक्छु। र कतिपय टेक्निसियनहरूले त यही भिडियोबाट बुझ्नुभयो होला भन्ने आशा गर्दछु। र तपाईँहरूको अरू पनि जिज्ञासा छ भने मलाई सिधै फोन पनि गर्न सक्नुहुनेछ र यहाँ कुनै पनि प्रब्लम सल्भिङको लागि मलाई सम्झाउन सक्नुहुनेछ। र हाम्रो यो अहिले बोडेचोकको अशोक इलेक्ट्रोनिक्समा पाल्नुभयो भने कुनै पनि सामान लिएर म बनाइदिनेछु। र अहिले स्पेसल्ली मेरो मोबाइल फोनै भएको हो, तर पनि अब पसल खोलिसकेपछि एउटा इलेक्ट्रोनिक्स पसल खोलिसकेपछि इलेक्ट्रिकल पसल खोलिसकेपछि हरेक किसिमका कस्टमरहरू आउनुहुनेछ र हामीले केही न केही सल्भ गर्नुपर्ने हुनेछ र त्यसको लागि पनि हामीले काम गर्नै पर्ने हुन्छ। लगभग सूत्र उयो हो, थ्योरी उयो र त्यसलाई हामीले प्र्याक्टिकल गर्दा पनि धेरै गाह्रो छैन। मोबाइलमा धेरै साना कामहरू गर्नुपर्ने हुन्छ। सानो रेजिस्टर हुन्छ भने यो सानो स्पिकरमा लगभग मोबाइलको भन्दा अलिकति ठुलो हुन्छ र कतिपय कुराहरू त सेम नै हुन्छ र अझै पनि ठुलो स्पिकरमा अझै ठुलो कुराहरू हुन्छ। धेरै फरक छैन, सबै थ्योरीहरू एउटै नै हो। त्यसैले एउटै नै भएको कारणले धेरै नै क्वेसनहरू आएको कारणले मैले यो भिडियो बनाउँदैछु। मलाई लाग्छ तपाईँहरूले यो भिडियो हेरेर तपाईँहरूको पनि केही ज्ञान बढो होला भन्ने मैले आशा गरेको छु। र यसरी नै तपाईँहरूसँग कुनै पनि डिभाइसहरू केही पनि बिग्रेको कुराहरू छ भने कसरी बनाउने भन्ने कुरो को लागि केही क्वेसन छ भने मलाई क्वेसन गर्नुहोला र म थप अरू भिडियोहरू पनि बनाएर तपाईँहरूलाई सहयोग गर्ने प्रयास गर्नेछु। आजको लागि मेरो भिडियो यतिन्जेल हेरिदिनु भएकोमा धन्यवाद। नमस्कार सम्पूर्ण।